नमस्कार, म अमित प्रसाद दास उदयपुर वेतन केन्द्रको बेल्टार प्रशाखाबाट आज मैले एउटा छोटो र मिठो कविता तपाईहरु समक्ष प्रस्तुत गर्न चाहन्छु। हाम्रो कविताको शीर्षक रहेको छ उज्यालो नेपालको संवाहक हाम्रो नारा। उज्यालो नेपालको संवाहक हाम्रो नारा, हाम्रो नेविप्राको ख्याति छ विश्वभरि नै सारा। कहाँ भेटिएला यस्तो निका जसले छर्छ उज्यालो नेपालभरि नै सारा। जोखिमको प्रभाव नगरी सपना साकार पार्न तत्पर छौँ हामी सारा। उज्यालो नेपालको संवाहक हाम्रो नारा। उज्यालो नेपालको संवाहक हाम्रो नारा, हाम्रो नेविप्राको ख्याति छ विश्वभरि नै सारा। देशको शान मान अभिमान छ हाम्रो नेविप्रा। नेपालको आर्थिक विकासको एउटा हयात्री छ नेविप्रा। म के कुरा गरौँ हाम्रो नेविप्राको, हाम्रो खमन अभिमान र कार्यस्थल हो नेविप्रा। उज्यालो नेपालको संवाहक हाम्रो नारा, हाम्रो नेविप्राको ख्याति छ विश्वभरि नै सारा। नेपाललाई विद्युतमा आत्मनिर्भर बनाउने अभियानको मूलनायक हो नेविप्रा। स्वस्थ निष्ठावान कर्तव्यनिष्ठ इमानदार निकायको पहिचान छ नेविप्रा। नेपालको सर्वपक्षीय विकासको अनमोल रत्न हो नेविप्रा। उज्यालो नेपालको संवाहक हाम्रो नारा। उज्यालो नेपालको संवाहक हाम्रो नारा, हाम्रो नेविप्राको ख्याति छ विश्वभरि नै सारा। सबै आम नेपाली नागरिकहरूलाई उज्यालोमा राख्ने हाम्रो विचारधारा, त्यसैले त छौँ हामी सबैको प्यारा। उज्यालो नेपालको संवाहक हाम्रो नेविप्रा। उज्यालो नेपालको संवाहक हाम्रो नारा, हाम्रो नेविप्राको ख्याति छ विश्वभरि नै सारा। हाम्रो नेविप्राको ख्याति छ विश्वभरि नै सारा। हाम्रो नेविप्राको ख्याति छ विश्वभरि नै सारा। हस्त